बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर 4 मा रहेको सिख सामुदायिक वनमा आश्रित रहेका उपभोक्ताहरू वन्यजन्तुको जोखिममा रहेका छन्। यहाँका मानिसहरू दैनिक घाँस दाउरा गर्दै आएका छन्। त्यसैले वन्यजन्तुको जोखिमलाई कम गर्दै मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक अभियान थालिएको छ। अहिले पछिल्लो चरणमा वन्यजन्तुबाट मानव बस्तीमा आक्रमणको प्रयास भएको बढी पाइएको छ। जाँदा आफ्ना आनीबानी सुधार्नुपर्ने अवस्था देखिएको छ। आनीबानी सुधार्न सकेनौँ भने वन्यजन्तुको आक्रमणमा पर्छौँ। हामी बीच वन्यजन्तु र मानव बीच द्वन्द्व चर्किरहन्छ। त्यसले गर्दा हामीले नै सुधार्नुपर्ने जरुरी छ। यो क्षेत्र कम्ती करिडोर क्षेत्रमा पर्छ। पछिल्लो समय बाघ लगायतका वन्यजन्तुको संख्या बढ्दै गएको छ। बाँके राष्ट्रिय निकुञ्ज कम्ती करिडोर क्षेत्र हुँदै वन्यजन्तुहरू भारतको स्वेलवा संरक्षित क्षेत्रसम्म ओहोरदोहोर गर्ने गर्दछन्। जंगलको छेउछाउमा बसोबास गर्ने नागरिकहरूले वन्यजन्तुको आनीबानी बुझ्न सकियो भने मानव र वन्यजन्तु दुवै सुरक्षित रहन सकिन्छ। वन्यजन्तुको आनीबानीलाई बुझेर हामीले वन क्षेत्र प्रवेश गर्यौं र वनको सदुपयोग गर्यौं भने मानव वन्यजन्तु बीच द्वन्द्व न्यूनीकरण पक्का नै हुन्छ र वन्यजन्तुको आनीबानीलाई विचार गरेर खेती प्रणालीमा सुधार गर्यौं भने मानव वन्यजन्तु बीचको द्वन्द्व चाहिँ न्यूनीकरण पक्का नै हुन्छ। सामुदायिक वन क्षेत्रभित्र प्रवेश गर्दा नागरिकहरूले वन क्षेत्र प्रवेश गर्दा एक्लै प्रवेश नगर्ने, समूहमा प्रवेश गर्ने, वन्यजन्तुको पाइलालाई ध्यान दिने, रातो कपडा लगाएर जंगल नजाने जस्ता ससाना कुराहरूलाई ध्यान दिन सकियो र जीवनशैली परिवर्तन गर्न सकियो भने वन्यजन्तुको जोखिम निश्चित रूपमा कम हुँदै जाने देखिन्छ। बाघले झट्टपट्ट आक्रमण गर्दैन, त्यसैले बाघ लगायतका वन्यजन्तुको आनीबानी बुझ्न जरुरी रहेको छ। जंगली जनावरबाट बच्नलाई हामीहरूले अब आफ्नो जीवनयापन नै अलि परिवर्तन गर्न सक्यौं भनेपछि अब हामी जंगली जनावरबाट बच्न सक्छौं। आजसम्म त अब जंगल नगएर हामीहरूलाई जीवनयापन गर्न अब गाह्रै छ भनौं। बाघले झट्टपट्ट आक्रमण गर्दैन, त्यसैले बाघ लगायतका वन्यजन्तुको आनीबानी बुझ्न जरुरी रहेको छ। जंगलमा जाँदाखेरि हामी आफ्नो आनीबानीलाई पहिलो कुरो सुधार्नुपर्छ। त्यसपछि यदि हामी आफ्नो बानीलाई सुधार्दै बाघले आक्रमण गरिहाल्यो भने सरकारले एकदम राम्रोसँग एक ठाउँबाट अहिले थुप्रै ठाउँबाट पहल गर्ने नेम नीति सरकारले बनाइदिएको छ भने एक ठाउँबाट राहत दिने सरकारले प्लान गरिदिएपछि उपभोक्तालाई हामी लाटो सोझालाई सजिलो पर्थ्यो भन्ने कुरो मलाई लाग्छ सर। यस्ता सचेतनामूलक कार्यले मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणमा टेवा पुग्ने देखिन्छ। अहिले पछिल्लो समय डिभिजन वन कार्यालय बाँकेले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ। मानव वन्यजन्तु द्वन्द्व बढिरहँदा राप्ती सोनारी गाउँपालिका वडा नम्बर 4 मा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम हुन थालेको छ। यो कार्यक्रमले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा थप टेवा पुग्ने देखिन्छ। एबी न्यूज खबर एचडी का लागि हुमरी भट्टराई, राप्ती सोनारी, बाँके।